बब्बाल ल्यापटप हो, यसको लागि तपाईँलाई चिन्ता गर्नै पर्दैन गाइस। लेनोभोको स्लिम 5 मा दामी लेनोभोको स्लिम 5 मा राइजन 7 को एचएस प्रोसेसर। कतिजनाले भन्छ दाइ मलाई एकदम पोर्टेबल हाकिम टाइपको मन्त्री टाइपको ल्यापटप चाहिन्छ, पावरफुल पनि चाहिन्छ। हो, कलर पनि पाउँछ, नो भन्नै मिल्दैन कलरमा। प्रोसेसर पनि एचएस प्रोसेसर भनेपछि त बाबाले भइगयो। 16 GB ऱ्याम DDR5, 512 SSD विथ ब्याकलाइट विथ फेस लक। यसको त दाइ स्पेक सुनेर लुक्स हेरेर त यसको प्राइस पक्कै पनि 1.5 लाख भन्दा माथि सोच्नु भयो होला हैन नि? कति हो त भन्नु त भाइ? जम्मा 1,23,000 1,23,000 मा तपाईले पाउन सक्नुहुन्छ गाइस लेनोभोको यति दामी ल्यापटप गाइस। यो हामीसँग धेरै पिस छैन पनि, तपाईलाई चाहियो भने कुदिहाल्नुस्, जहाँ आउनु त्यहाँबाट उठेर हिँडिहाल्नुस्, किनभने यतिको रेन्जमा यो ल्यापटप तपाईले पाउँदैन। इफ तपाईको बजेट 1,30,000 सम्मको छ, इफ यु वान्ट पोर्टेबल ल्यापटप, इफ यु वान्ट अ लङ ब्याट्री लाइफ, दिस इज गुड फर यु। यो ल्यापटप एकदम बवाल छ गाइस। तपाईहरु एकदम छिटो छिटो आएर यो ल्यापटप लिइहाल्नुस्, किन हामीसँग धेरै स्टक छैन। फेरि पछि आएर यो भिडियो देखाउन होला 1 महिना पछि यो चाहियो भने पाउँदैन। यो बवाल ल्यापटप हो, फर्स्ट टाइम होला मैले यति तारिफ कसै ल्यापटप गरे भने यो ल्यापटप हो। दामी एचएस प्रोसेसर यार, लुक्स पनि बाउ छ, पोर्टेबल छ, ब्याट्री ब्याकअप छ, पावरमा पनि एकदम बवाल छ भने किन छोड्ने, उठाइहाल्ने हो के।